गाइस नमस्ते सबैजनालाई। अन्त आज चाहिँ टक्क घुम्न जाँदैछु फेरि म। आज चाहिँ मेरो गेस्टहरु छैन, त्यसै कारणले गर्दाखेरि चाहिँ आज चाहिँ हामी हल्का घुम्नु गएको परसम्म यसो टाइम पास गाइस हैन। अन्त गाइस तपाईहरुलाई मेरो भिडियोहरु मन पर्दै होला हैन, तपाईहरु सबैजनालाई प्लिज गाइस हैन लाइक एन्ड शेयर सब्स्क्राइब गरिदिनुस् हैन। मेरो युट्युबमा पनि छ हैन, युट्युबमा चाहिँ म त्यस्तो हाल्न हालेको छुइनँ हैन, चाहिँ त्यही फेसबुक र युट्युबमा आधा आधा गरेर हाल्छु हैन गाइस। अन्त त्यसै कारणले सपोर्ट गरिदिनुस् गाइस हैन। यस्तो छ हैन, चिया बगान टक्कै चाहिँ मोटरधुरा तेर्सो हो गाइस हैन। यस्तो धुप्पीले गर्दा चाहिँ दामी देखिरहेको छ, बाटोमा यस्तो छ चाहिँ सुजिका र मेरो वाइफ जाँदैछ अङ्गिता हैन। यस्तो भइदिइरहेको छ हैन, टक्कै प्रकारले मजाको दिन पनि हैन, चुडिक्कै परेको गाइस। सुजिका र अङ्गिता चाहिँ उपर पुगिसकेछ हैन, मलाई चाहिँ छोडे म चाहिँ, किनभने साथी भेटेँ नि त दालाई। अन्त त्यसै कारणले अन्त चाहिँ गाइस मेरो चाहिँ मुखमा घाउ भएर पनि यस्तो बिजोक भएर चाहिँ बोल्नु पनि के जिप्रो भइ घाउ भएर छ हो, बोल्नु पनि साह्रो पर्छ। अरूले बोलाउँदा पनि रिस उठ्छ घरिघरि, मुखमा घाउ हुँदाखेरि कस्तो हुन्छ, केही खानु पनि भएको छैन गाइस हैन। अन्त चाहिँ गाइस हैन म तपाईहरुलाई भिडियो पनि हाल्छु अब चाहिँ हैन, सायद कन्टिन्यू नै हुन्छ होला, किनभने कोसिस गर्दैछु म पनि हैन।